आजको मेरो क्वेसन स्पेशली मुख्य सचेतक पुष्पबहादुर बोगटीज्यूलाई अहिले नेपालमा प्रधानमन्त्रीको निम्ति पटक पटक चुनाव भइरहँदा हुँदै गर्दाखेरि तपाईहरुको पार्टीको मुख्य सचेतक कृष्णबहादुर महराज्यूको यो टेप प्रकरण अहिले बजारमा हल्ला मचिएको छ। यसमा वास्तविकता के हो? तपाईहरु हो भन्न नि सक्नुहुन्न र हैन भन्न नि सक्नुहुन्न। धन्यवाद विष्णुजी। बोगटीज्यू जवाफ लिएको छु। यो अत्यन्त भ्रामक, झुट र गलत छ। त्यसकारणले हाम्रो पार्टीले स्पष्ट गरिसकेको छ यो चाहिँ तपाईको हाम्रो पार्टीलाई सबैले सुनेको चाहिँ महराको आवाज होइन त्यो। हैन त्यो गलत छ। त्यो षड्यन्त्रपूर्ण ढंगले त्यो आएको छ। अहिले महराको आवाज हो कि हैन भनेर सोधेको। त्यही त त्यो गलत छ भने त्यो गलत छ। त्यो गलत त सही होला तर महराको आवाज हो कि हैन त्यो भन्नु हैन। त्यो त तपाईको अब डुप्लिकेटिङ गरेर ल्यायो अथवा के गर्यो त्यो हामीलाई त्यो थाहा छैन। त्यसकारणले त्यो पैसा गलत लिनु भएको हैन 50 करोड। त्यो होइन, त्यो बेकार, यो गलत कुरा हो। किन भन्दा माओवादीले यो संसदीय चाहिँ तपाईको यो किनबेच यताउताको चाहिँ उसमा यो संसदीय चाहिँ आलमा चाहिँ फस्न हुन्न भनेर संसदीय व्यवस्था नै त्यस्तो किसिमको चाहिँ एउटा फोहोरी आल हुन पुग्छ। त्यसकारण त्यहाँबाट जानु हुन्न, अलिकति नयाँ ढङ्गको व्यवस्था मिलाएर जानुपर्छ, त्यसको विकास गरेर जानुपर्छ भन्ने माओवादी त्यस्तो फोहोरी खेलमा लाग्दा पनि लाग्दैन, त्यो हुँदा पनि होइन, त्यो सरासर गलत हो। अब अहिलेको चाहिँ कपोल कल्पित पनि हो कि हैन? कपोल कल्पित षड्यन्त्रपूर्ण छ। कपोल कल्पित भनेको षड्यन्त्रपूर्ण र एउटा चाहिँ तपाईको योजनामा छ। अब अर्का सहभागी लिन्छु। म दुर्गा भण्डारी ताप्लेजुङबाट, म पेशाले शिक्षक हुँ। म चाहिँ तीनैजना सचेतकहरूलाई मेरो प्रश्न राख्न चाहन्छु। मैले बुझेअनुसार संवैधानिक समितिमा अहिले 8वटा प्रतिवेदनमाथि छलफल भइराख्नु पर्ने, तपाईले अहिले के गरिराख्नु भएको छ र जसरी नेपालको अन्तरिम संविधान 2063 चाहिँ रातारात एक रातमै तयार भएर लागू गरियो भन्ने सुनिन्छ। के तपाईहरु यो नेपालको यो संघीय लोकतान्त्रिक गणतन्त्र पनि त्यसरी एकै रातमा तयार गरेर रातारात तपाईहरुले तयार गरेर नेपाली जनताहरु सामु राख्न चाहनुहुन्छ? मैले सुन्न आएको छु, नेताले पटक पटक भन्ने सुनेको छु, हामीहरु 15 दिनमै 10 दिनमै एक हप्तामै संविधान तयार गरिदिन्छौँ भन्नुहुन्छ। के यसको अर्थ के? यसको आशय के? प्रश्न पारिदिनु होला। हस्, धन्यवाद दुर्गाजी तपाईको प्रश्नको लागि। म जवाफ चाहिँ लक्ष्मीप्रसाद घिमिरे तपाईबाट लिउँ। म कहाँबाट सुरु गर्छु भने संविधान सभाका अहिले 579 जना सभासदहरू हुनुहुन्छ। सबै सभासदहरूलाई गाली गर्ने काम चाहिँ म नगरौँ। हामी प्रमुख पार्टीका नेताहरू पार्टीका कारण हैन, म आउँदैछु। हैन एकैछिन गाली गर्ने काम नगरौँ भन्नु। हैन म आउँदैछु। तपाईलाई केही फेरिस्ता दिउँ? तपाईका सभासदहरू हुनुहुन्छ जो चाहिँ कुर्ता पसलेलाई पुलिस लाएर म भन्दैछु, म आउँदैछु। सभासद यस्तो जुवा घरमा पक्राउ आउँदैछु, म त्यसमा पनि आउँदैछु। नारायणजी म आउँदैछु। केही सांसदहरू 579 जनामा अब समावेशी गरिएको छ, केही त्यस्ता पनि समावेशी हुनु भएको छ। त्यही प्रकारले हेरौँ, यसरी बुझौँ हैन। तर यो पार्टीहरू प्रमुख पार्टीहरू समावेशी पनि कस्तो भने कोही घुस दिने सभासद, कोही घुस दिने सभासद भयो। अब भयो गर्ने के? अब यसलाई त स्वीकार्य गर्नु पर्यो, करेक्सन गर्नु पर्यो हैन? भयो। अब यसलाई म कहाँ जाँदैछु भनेदेखि 15 दिन नलिनु होला। तपाईले सभासदलाई गाली नगरौँ भन्दा मैले के दृष्टान्त दिएको होइन। भन्नु खोजेको के भने केही सभासदहरू निश्चित रूपमा भयो होला, गल्ती भाषण करेक्सन होला। हामी पार्टीहरूको नेतृत्व तहले निष्कर्षमा पुग्न नसक्नका कारणले यो भएको छ। एक, त्यसकारणले आम सभासदहरूलाई गाली गर्ने चाहिँ नगरौँ भने मेरो विनम्र अनुरोध। पार्टीलाई गाली गर्नुहोस्, कांग्रेसको गल्ती छ भने कांग्रेसलाई भनौँ, माओवादी गल्ती छ भने माओवादी। गाली गर्ने हो भने चाहिँ शीर्ष नेताहरूलाई गर्नु पर्छ। एकदम। अझ म त नारायणजी यी 3 जना चाहिँ को ठाउँमा चाहिँ तपाईहरुले 3 जना शीर्षस्थ नेताहरूलाई ल्याएर चाहिँ यी प्रश्नहरू राखिदिनु भएको भए त झन् जाति हुने। 579 अथवा 600 ले गरेर केही नहुने रहेछ, 3 जनाले हुने रहेछ हो। हेर्नुस्, पार्टी 3 जना होइन, त्यो पनि होइन, हामी पनि सहभागी छौँ। तर के भने मुख्य पार्टीले निर्णय नगरिकन म पहिलेको प्रश्नतिरै जाउँ न नारायणजी, अलिकति भइदियो भने। अब दुर्गाजीको प्रश्न 10 दिनमा संविधान बन्छ कि के हो? 15 दिनमा संविधान बन्दैन। यो जसले जुनसुकै नेताले जुनसुकैबाट भन्नुहोस्, यो बन्नेवाला छैन। यो कुरा एकदम धेरै कम्प्लिकेसन्सहरू छन्। सरकार निर्माण नभइकन अब क्लियरली प्रश्न भन्नुपर्छ, संविधान निर्माणको कुरा नि अगाडि बढ्न सक्ने अवस्था आएन। अहिले राष्ट्रमा तपाईँ सडकमा सोध्नुहोस्, यहाँ सोध्नुहोस्, जहाँ सोध्नुहोस्, पहिलो चिज चाहिँ के भन्छ भने एउटा प्रधानमन्त्री पनि निर्वाचन गर्न सक्ने व्यवस्था संसदले के चाहिँ त्यसले चाहिँ संविधान बनाउँछ भनेर जनताले भनिरहेको अवस्था छ। राष्ट्रको अर्थतन्त्र छ है तपाईहरु जनताले थाहा छ के पीडा भइराखेको छ। म भन्छु, म तपाईलाई पीडा बोध भइराखेको। तपाईलाई पनि तपाईले त्यो लगाउनु भएको कोटको बायाँपट्टिको कुनामा लगाउनु भएको सभासदको लोगो कहिलेकाहीँ झिकौँ जस्तो त लागेको छैन? लाग्दैन।
लाग्दैन त्यो दिन लाग्नेछ, मलाई लाग्दैन त्यो दिन लाग्नेछ। कतिपय सभासदलाई बाटोमा यो लाउन अप्ठ्यारो भयो भन्ने पनि आइरहेको छ। उहाँहरूको चाहिँ हिंताबोध गर्ने जरुरत छैन, हिंताबोध गर्न छैन। जनताले छानेर पठाएको हो यो लोगोलाई लाएलाई गर्वका साथ भनिन्छ संविधान सभा बनाउन आइया छ, अन्तिम घडीसम्म पनि संविधान बनाउने प्रयास गरिनेछ। म यो खण्डको बहस यहाँनिर टुङ्ग्याउँछु। छलफल गर्दै जाँदा सुरुवात हामीले संविधान बनाउने कुरालाई लिइराखेका थियौँ, तर सरकार नबनिकन संविधान बन्दैन अथवा त्यो प्रक्रिया अगाडि बढ्दैन। लक्ष्मण प्रसाद घिमिरेज्यूले त्यो भन्नुभयो। पहिलो खण्डको छलफल यहाँनिर टुङ्ग्याउँछु। साझा सवाल, साझा सवाल। यो खण्डको सुरुवात सहभागी म तपाईँहरूबाट गर्न चाहन्छु। के तपाईँहरूलाई लाग्छ कि सरकार बन्यो भने पनि संविधान लेख्ने काम सजिलोसँग अगाडि बढ्छ त? मलाई त लाग्दैन यति सजिलै यो मुलुकमा संविधान बन्छ। संविधान सभाले अहिलेको संविधान नाम के हो? मेरो नाम चन्द्रमणि पौडेल, म पेसाले प्राध्यापक हुँ। मलाई लाग्दैन यति सजिलै संविधान बन्छ भन्ने कुरा, किनकि अहिले पनि नेताहरू हुनुहुन्छ 3 जना कि उहाँहरूलाई लाज लाग्नुपर्ने हो कि नेपालको आन्तरिक मामलामा यति धेरै हस्तक्षेप हुँदाखेरि उहाँहरू कोही प्रतिक्रिया जनाउनुहुन्न, सरकारद्वारा एउटा प्रतिक्रिया आउँदैन। यस्तो अवस्थामा, यति जटिल अवस्थामा नेपालमा कसरी संविधान बन्छ? एउटा देशको राजदूत र हाम्रो मन्त्री सँगै एउटा कार्यक्रम उद्घाटन गर्न जान्छन्, सुहाउँछ यस्तो कुरा? लज्जा हिंसाबोध हुँदैन त त्यहाँलाई? राजदूत भनेको सेकेन्ड क्लास अफिसर हो, कर्मचारी हो। हामीले इलेक्टेड गरेर पठाएको मन्त्री सँगै एउटा कार्यक्रम उद्घाटन गर्न जान्छ अनि एउटा राजदूत राज्यको संयन्त्रलाई थाहै नदिए हाम्रो कुना कुनामा गएर डोनेसन बाँड्छ। यस्तो मुलुकको हालत देखेर तपाईँहरू कसैलाई एउटा लज्जा हुँदैन? अनि भन्नुहुन्छ कि यो लोगो गर्वको लोगो हो। हामीले तपाईँहरूप्रति गर्व गर्न सक्नु पर्थ्यो, तर आज यो देखिरहेका छैनौँ। हामीले जो चुनेर पठाएका मान्छेहरू छौँ यति निर्लज्ज हुनुहुन्छ भन्ने हामीलाई विश्वास थिएन। यति निर्लज्ज सभासदबाट हामीले यो संविधान बन्छ जनताको पक्षमा, हामी नेपालीको पक्षमा संविधान बन्छ भन्ने हामीलाई विश्वास छैन। धन्यवाद तपाईँको विचारका लागि। चस्मा लगाउने बायाँपट्टिको सहभागी म तपाईँ कहाँ आउँछु। म प्रताप वन्त, गोर्खाबाट, म सोसल एक्टिभिस्ट। यो जुन गोरुको सिङ छैन उसको नाम तिखे। संविधान बनाउने सवालमा जब माओवादी पार्टीले 40% मत ल्याएर अगाडि बढेको परिस्थितिमा उसैलाई अवरुद्ध गर्ने, घेराउ गर्ने गरियो भने संविधान कसरी बन्छ? भनेपछि प्रतापजी त्यसो भए माओवादीको प्रधानमन्त्री यदि बन्ने हो भने चाहिँ तपाईँलाई लाग्यो संविधान बन्छ हो? त्यस्तो त होइन, तर दुनियाँको इतिहासमा के छ भने जुनसुकै परिवेशमा पनि सबैभन्दा ठुलो दलले नेतृत्व गर्ने संस्कार त चल्दै आइरहेका छन्। त्यो सिलसिलामा अरू दलहरूले जुन प्रकारले माओवादी चाहिँ तपाईँको चाहिँ के भने 10 वर्षको जनयुद्धबाट वैधानिक प्रक्रियामा आयो, उसलाई सही ढङ्गले लिएर जानुपर्ने ठाउँमा फेरि उसलाई चाहिँ तपाईँको बिरालोलाई कोठामा राखेर लौरोले कुटाइ चाहिँ गर्ने हो भने बिरालोले के गर्छ? फेरि पनि माओवादीलाई यसरी चाहिँ कुट्ने काम गरियो भने न जनताको संविधानको निमित्त माओवादी एउटा आँट गर्नैपर्छ, हिम्मत गर्नैपर्छ। होइन भने काङ्ग्रेस एमालेका सभासदहरूले एकपल्ट सोच्नुपर्छ। पछाडिपट्टि एकजना महिला सहभागी उठ्नु भएको थियो, तपाईँको प्रतिक्रिया म लिन्छु। म मेनुका चिमरिया, घर मेरो झापा। मेरो चाहिँ के क्वेसन छ भन्दाखेरि चाहिँ 7-7 पल्टसम्म प्रधानमन्त्रीको चुनाव गर्दा पनि प्रधानमन्त्री निर्वाचन गर्न नसक्ने नेताहरूले चाहिँ कसरी चाहिँ देशमा संविधान बनाउन सक्लान्? मलाई यो कुरामा विश्वास लाग्दैन, किनभने नेपाली जनता आज एउटा सिटामर खान नपाएर मरिरहेको अवस्थामा देशका नेताहरू चाहिँ यो कुरामा संवेदनशील नभएको अवस्थाले गर्दाखेरि चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ यी नेताहरूले पक्कै पनि देशमा संविधान बनाउन सक्दैन होला जस्तो मलाई लाग्छ। हस्, धन्यवाद मेनुकाजी तपाईँको विचारका लागि। मैले यो खण्डको सुरुमा 3 जना सहभागीले 3 जनाले संविधान बन्न सक्ने अथवा बन्ने कुरामा आशंका गर्नुभयो। संविधान बन्छ है भन्ने विचार अथवा त्यो धारणा भएको कोही हुनुहुन्छ बन्न सक्ला भन्ने? म रमेश राज सिक्देल सिन्धुलीबाट। मलाई के लाग्छ भनेदेखि सबै पोलिटिकल पार्टीहरू जुन मुखेरमा अहिले यहाँ 3वटा पोलिटिकल पार्टीहरू हुनुहुन्छ, उहाँहरूले के कुरा सम्झिनु पर्यो भने जनताकोबाट दिएको मत कति हो, जस्तो प्रजातन्त्रवादी आफूलाई भन्नुभएको छ, पिपुलबाट इलेक्टेड भएको आफ्नो साइजलाई सम्झेर उहाँहरूले अर्कोको साइजलाई पनि आकलन गरेर व्यवहार गर्नु भने नबन्ने त प्रश्नै आउँदैन। पिपुलले जुन म्यान्डेट दिएका छन् त्यो म्यान्डेट अनुसारको कुरा गर्नुहोस् न तपाईँहरू, नबन्ने किन आउँछ? बनिहाल्छ नि संविधान त, बन्छ कन्फर्म। हस्, धन्यवाद रमेशजी। म बाँकी सहभागीको केही बेर पछि लिन्छु। भीम आचार्यज्यू, तपाईँलाई चाहिँ के लाग्छ त? तपाईँहरूले 1 वर्ष म्याथ थप्नु भएको, जेठ 14 अहिले हेर्दा 3.5 महिना बितिसक्यो, अब बाँकी 8.5 महिनामा संविधान बन्छ कि बन्दैन जस्तो लाग्छ?
अब यहाँ सहभागीको कुराहरू त त्यति आशावादी हुन सकिएला जस्तो होइन। उहाँहरूले उठाउनु भएको प्रश्न एकदमै जायज छ। दलहरूले यही पारा गर्ने हो भने त्यो गाह्रो छ। र मैले अघि पनि भने उहाँले स्वीकार्नुभयो कि वास्तवमा सरकार बनाउन नसकेको हुनाले संविधान बनेन भन्ने उहाँले बोगटीजीले पनि स्वीकार्नुभयो। त्यसो तात्पर्यमा उहाँहरू मेरै भनाइमा आउनुभयो, सरकार बन्न नसकेको हुनाले संविधान बनेन होइन भने सरकार प्रतिकूल बन्यो भने संविधान बन्दैन भन्ने कुरा हो। त्यो विगत 2 वर्षमा हामीले के देख्यौँ भने माओवादी सबभन्दा ठुलो दल भनेर हामीले निशर्त उहाँहरूलाई समर्थन गऱ्यौँ, तर काङ्ग्रेस उहाँहरू बाहिर बस्नुभयो। तर के भयो भने त्यो तान्ने काम भइरहेको। हेर्नुहोस्, म चाहिँ एकदम खुला कुरा है, प्रचण्डजीको सरकार हामीले ढाल्या होइन है, ढाल्या होइन, तर के भयो भने ढाल्या हो। म भन्दिनँ, सुन्नुहोस्, सवाल के हो भने राज्य पुनर्संरचना आयोग यसो बन्न खोजेको थियो, अब काङ्ग्रेस प्रतिनिधि दिन तयार भएन, किन सहमतिबाट जानुपर्छ त्यहाँ त। अब त्यो चाहिँ के भने शान्ति प्रक्रिया अगाडि बढाउने समितिमा नि कुनै कुरा डेगै अगाडि नबढ्ने भयो, किन त्यहाँ सहमतिको कुरा अगाडि बढ्ने भयो। त्यसले गर्दा 9 महिनासम्म जे गर्छु भने न चाहिँ कुनै अरू आयोग बन्ने कुराहरू, यसले गर्दाखेरि कामहरू अगाडि बढ्न सकेन। त्यो यथार्थ कुरा हामीले स्वीकार्नुपर्छ। हामीले नेतृत्व गऱ्यौँ त्यस पछाडि है, र हामीले पनि सकेनौँ। हेर्नुहोस्, अब यो सरकारी राजीनामा चाहिँ संविधान पनि बन्दैन, शान्ति पनि हुँदैन भनेपछि हामी त्यहाँ के कुर्सीको ओट्न बसिरहने त? हामीले छोडिदिउँ। त्यो त एमालेको मान त हो नि बाबा। यति कुरा हामीले एक्सेप्ट नगर्ने हो नि त होइन। अब त्यतिकै चाहिँ के अरे एमाले त्यागो, हाम्रो उम्मेदवारले 391 मतको समर्थन प्राप्त गर्दा गर्दै पनि हामीले एउटा प्रिन्सिपल ले डाउन गऱ्यौँ। त्यो के हो भन्दाखेरि संविधानको चाहिँ धारा घोषणा गर्न हामीलाई 2/3 चाहिन्छ। कमसेकम 2/3बाट सुरुवात गरियो भने सहमतिको सुरुवातको स्थिति हुन्छ। त्यस कारणले अरू दलको सहमति पनि लिन सकिन्छ। त्यो चिजमा जाउँ भनेर गऱ्यौँ। 391 मत पुरा बुझ्दै हामीले चाहिँ विड्र गऱ्यौँ। तपाईँहरू जस्तो अहिले 301 को लागि मारामार गरे भए त 391 त लेखेर दिएको थियो एमालेलाई। खै पब्लिकली त आएन। पब्लिकली किन? ल सोध्नुहोस् न दललाई। यो पार्टी 25 दल सुन्नुहोस्, यो पार्टी 25 दल उहाँहरू यहीँ हुनुहुन्छ, यहीँ उहाँहरूलाई सोध्नुहोस्। अरूलाई तपाईँ हामीलाई त माग्नु भएन मत तपाईँहरूले। त्यसैले त्यो छोड्नुहोस्। अब माग्यो मागेन, सबैले कतिले चाहिँ हामीले रेडियोबाट माग्दा दिनुभयो, तपाईँलाई दिनु भएन बेग्लै कुरा। तर सवाल के हो भने 391 अहिले 301 को लागि मारामार गर्ने पोजिसनमा भएको एमाले त उहिले प्रधानमन्त्री भइसक्थ्यो नि त। अब त्यसमा भनेपछि कसले त्याग गर्ने? आफ्नो नेतृत्वमा भएको बहुमती सरकारले संविधान नबन्ने भयो, शान्ति नहुने भयो भनेर हामी छोड्यौँ। 301 पाउँदै हामीले होइन यो चाहिँ वास्तवमा संविधानको लागि, शान्तिको लागि, राष्ट्रको लागि अनुकूल हुँदैन भनेर हामी विड्र गऱ्यौँ। अनि उहाँहरू 301 पुऱ्याइदिए भन्नुहुन्छ। कहाँ हुन्छ त्यस्तो? एमाले त बाबा निर्णय गरिसकेको छ, हामी 301 लाई भोट दिँदैनौँ। प्रश्न कुरा हो यो। जनताले हामीलाई चाहिँ प्रधानमन्त्री बनाउन सकेर अब उहाँका जनताले के भन्नु छ थाहा छैन, तर सबै नेपाली जनताले चाहिँ तपाईँहरूको निर्णय ठिक छ, सहमति नभई संविधान बन्दैन, कसैलाई कुर्सीमा मात्रै पुर्याउने होइन, तपाईँहरू चाहिँ किन यसमा अडेर जानु पर्यो भनेर हामीलाई भनिदिनु। त्यसो भए म पोस्टबहादुर बोगटीजी तपाईँको धारणा जान्न चाहँ। एमालेको कार्यकर्ताले त भीमाचार्यहरूलाई तपाईँको निर्णय ठिक छ, यो बहुमती प्रणालीमा नजाने जनता धेरै यसले भनिरहेको। ए तपाईँहरू चाहिँ के अब फिर्ता लिनुहुन्छ? नेपाली जनता ठ्याक्कै एमाले मात्रै भयो। यो सायद जिज्ञासाहरू जुन ढङ्गले उठेका छन् ती सही कुरा उठेका छन्। हाम्रो संविधान निर्माणको प्रक्रिया है अब ढिलो भइरहेको छ र हामीलाई चाहिँ नि आशंकाहरू उठिरहेको छ, त्यो अर्को कुरो हो। हाम्रो संविधान निर्माणको प्रक्रिया नै रातारात बन्ने प्रक्रिया छैन। दलहरूका नेताहरू मात्रै मिलेर चाहिँ संविधान बनाउँछौँ भन्नेबाट मात्रै पनि हुँदैन। किन भन्दा जनतामा जानुपर्ने, राय सुझाव लिनुपर्ने, त्यसलाई पनि लिएर आएर एटेच गर्नुपर्ने होइन। अब फेरि भोलि चाहिँ मसौदा बनेको जो मसौदा हामीले बनाउँछौँ यहाँ, अब हिजोको सुझाव राजनीतिक पार्टीका चाहिँ धारणाहरू सहितको मसौदा पनि लिएर फेरि जनमत सङ्कलनमा जानुपर्छ। हामी जनताको राय सुझाव लिएर तपाईँको तालिका हेर्दा त्यो एकदम जनतामा जाने, तर तपाईँहरूको कार्यतालिका अनुसार नै एकैछिन हेर्नुहोस्, तपाईँहरूको तालिका अनुसार चाहिँ असोज मसान्तसम्म संवैधानिक समितिलाई प्रतिवेदन बुझाइसक्नु पर्ने छ, तपाईँहरूको सबै त्यो राय सुझावहरू दिएर मसौदा संविधान लिएर जानुपर्छ। एउटा मोटामोटी हामीले कार्यतालिका बनायौँ र हामीले चाहिँ चैत्रको चाहिँ मसान्तसम्ममा चाहिँ संविधानको चाहिँ मसौदा तयार गर्न सकिन्छ कि भनेर हामीले एउटा तयार गऱ्यौँ। त्यस कारणले मैले यहाँ राख्न खोजेको कुरा के भन्दा रातारात संविधान बन्दैन, पहिलो कुरो यो होइन। तर उहाँको प्रश्न चाहिँ त्यही तपाईँले बनाएको तालिका पनि पालना हुन्छ कि हुँदैन भन्ने। त्यही त म भन्दैछु नि त अहिले। अब ढिलो हुँदै गएको हिसाबले चाहिँ प्रश्नहरू जिज्ञासाहरू उठ्न थालेका छन्, यो स्वाभाविकै हो, ढिलो भएको छ। हेर्नुहोस् है त, अब फेरि हामीले हाम्रो कामलाई चाहिँ अलिक व्यवस्थित ढङ्गले लैजान जरुरी छ। अब तर एकातिर हामीले कार्यतालिका त बनायौँ। हेर्नुहोस् है, दलहरूको बिचको एउटा तपाईँ हामी सबैले चाहिँ बुझ्नुपर्ने कुरा के हो त भन्नुहुन्छ भने
प्राविधिक विषयमा हाम्रो तुरुन्तै सहमति बनिहाल्छ, तर जो मूल मुद्दा छ, जो मूल विषय छ, अन्तर्वस्तु छ त्यसको, त्यहाँ हाम्रो सहमति बन्न सकिराखेको स्थिति छैन।